अहिले हामी लुना भन्ने ठाउँमा आइपुगेर कफी खानु स्मल टाउन नाइस छ तर यार है हिल स्टेसन फुडको लागि एउटा राम्रो स्टप आफ्नो पर्थ है यतिसम्मको ग्रिन प्लेस छ भनेर हामीले इमेजिनै गरेको थिएनौँ ओए ओए सुगा नेपालमा हेर्नलाई कति गाह्रो भएको हुन्छ रहर लाग्छ यहाँ चाहिँ सुगा चाहिँ जताततै पाइन्छ हाम्रो खाजा पनि छोड्दैछन् कति राम्रो छ सुगा भने कोकाटो जस्तै एउटा खुट्टाले च्याप्प मात्रै खाने कोकाटोहरू उसमा पनि सिडनीमा त्यो ट्रेनको टोक्दै झिक्दै गर्छ नि जोडी छ नि हिँडेर जोडी दिनु नि यार सेयर गर्नु कम्दै रहेछ त यार यहाँ छोड्दैन क्यामेरा के गर्दा नजिक धेरै नजिक आउँछ देख्छ पुरै देख्छ राम्रो देख्छ देखिन्छ यो भिडियो भाइरल बनाउन सक्यो भने त मनी नै मनी यार हैन क्या मजाले खाएको हेर्न नाइस है आई लाइक इट आधा बनाएर गयो ल दिस गाइस कति माया हो एउटाले ट्याक्क आधी बनाएर ब्रेड आधी लिएर गयो आधी खायो अनि अर्कोले आधी लिएर गयो फेरि दुईजना मस्त इन्जोय गरिरहेछ ब्रेकफास्ट ऱ्याप पनि हो कि इन्डियातिरै पार्सल गर्न जस्तो र जाउँ माल्ला भन्दा यो ऱ्यापलाई धेरै पैसा लियो जस्तो लाग्यो टेस्ट कफी दाइ कफी आउट अफ 10 कति रेटिङ 7.5 सेम अनि यो चाहिँ ट्राई गर्नु भएको छैन यो त मैले 9 दिन्छु यार हो त्यस्तो मिठो छ इफ इट वाज टोस्टेड इट वुड हैव बीन लाइक 11 हो त्यस्तो मिठो लाग्यो सस इज नाइस मायो यो चाहिँ भ्यू लुक एट द भ्यू हैन राम्रो हो दाजुभाइ बिहान 5:30 बजे उठेर रेडी भएर सबै 1 घन्टाको ड्राइभ गरेर यहाँ आइयो लास्टमा हामी मात्र छौँ नि दुईजना सब अल आवर्स अब यसो हिँड्छौँ अलि माथिसम्म के कस्तो छ त्यसपछि घर फर्किने
होइन त वाइ भाइ नेपाली नपुगेको ठाउँ कहीँ छैन गाइस हामी यहाँ बिन फाल्नलाई बिन खोलेको वाइवाईको प्याकेट चटपट होला यस्तै छ कहाँ गयो त्यो चराहरू कहाँ गयो जान्यो यो चाहिँ म गाइस यो चाहिँ आर्ट इन्डिजिनियस टाइपको त्यो के हो गाइस यो चाहिँ ठाउँ यस्तो छ नाइस वर्थ इट तर वर्थ इट हुन्छ है हरेक कुराबाट वर्थ इट आज चाहिँ कफी पनि वर्थ इट ऱ्याप पनि वर्थ इट यो सिन पनि वर्थ इट वी वर स्केयर द्याट इट वुडन्ट बी अ सनराइज र राम्रै सनराइज भयो आजको यात्रा चाहिँ यहीँसम्म थियो अब चाहिँ हामी घर फर्किँदैछौँ 1 घन्टा अर्को ड्राइभ हजुरले चलाउनु त होला नि अब त तिमी चलाऊ होइन होइन होला हो कहाँ होइन तिम्रो गाडी मलाई अलिकति त्यो त भइहाल्छ नि चलाउनु थालेर भइहाल्छ उतै माथि पुगेपछि फिक्स हुन्छ त्यो त किन तिमीलाई अब उ छ भने म चलाइदिन्छु केही छैन होइन मलाई त चलाउनु मन छैन त्यही कुरो बाटो पनि लाग्यो अब जाममा बढियो 6 किलोमिटर पनि जाम यस्तै छ हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ चिलमा बस्नु आज गाडी चलाउनु पऱ्यो होइन प्यासेन्जर सिटमा यति रमाइलो हुन्छ भने मैले आज पहिला अनुभव गर्दैछु तर म क्यामेरा राखेँ होइन एक्लैले गाडी चलाएर दिनभरि है लगेन गाइस अहिले चाहिँ म ट्याक्क घर आएर खानासाना खाएर फेरि निस्किँदैछु भाइ भेट्नलाई जान्छु एकछिन त्यसपछि अनि हाम्रो आज भजन प्रोग्राम छ सायद त्यहाँ जान्छु होला साथीलाई लिएर किनकि साथीको चाहिँ गाडी एक्सिडेन्ट भएछ सो आई हेभ टु गो सिटी टु पिक हिम अप त्यही हो लेट्स गयो त अब के कस्तो हुन्छ ट्याक्क भजनमा भेटौँला हेलो यो कसलाई पठाइदिउँ म यो भिडियो कसलाई पठाइदिउँ तिमीलाई कसलाई मिस गर्छौ राति 12:30 ल गाइस अब भजन चाहिँ सुरु हुन लागेको छ है यहाँ चाहिँ अब यति धेरै मान्छेहरू हुन्छ जो आइदिनु भयो सबैलाई थ्याङ्क यू सो मच यसरी नै नेक्स्ट टाइमको इभेन्ट्सहरूमा पनि आइदिनु होला है त
हामी चाहिँ अहिले बेन्टली कम्युनिटी सेन्टरको कभर्ड हलमा छौँ। अहिले चाहिँ हाम्रो यहाँ मारेर भजन भइरहेको छ अनि यहाँ चाहिँ जो आइदिनु भयो सबैजनालाई थ्याङ्क यू सो मच। यसरी नै नेक्स्ट इभेन्टहरूमा पनि यसरी नै इनर्जी देखाइदिनु होला, यसरी नै आइदिनु होला। थ्याङ्क यू सो मच एभ्री वान, थ्याङ्क यू।